यो डन्डीफोरले यति सताउँछ कि है। सो ब्युटिफुल इयरिङहरू छ मसँग अनि झुम्काहरू पनि छ। यो सबै म हेलो एभ्रिवान, वेलकम टु माई भ्लग। आई होप तपाईँहरू सन्चै हुनुहुन्छ होला। अनि आफ्टर लङ टाइम पछि चाहिँ मैले आफ्नो भ्लग लिएर आएको छु। अनि यो चाहिँ के को बारेमा भन्दाखेरि चाहिँ तपाईँहरूले थम्बनेल हेरेर थाहा पाइसक्नु भएको छ होला। अनि मैले चाहिँ सपिङहरू के गरेँ कस्तो गरेँ त्यो चाहिँ म तपाईँहरूलाई देखाउन चाहन्छु। अनि मैले चाहिँ मेरो कुर्तीहरू चाहिँ जस मैले टेलरमा चाहिँ बनाउन दिएको थिएँ अनि त्यो मेरो फिटमा थिएन नि त। अनि त्यही भएर चाहिँ मैले बनाउन दिएको थिएँ। अब चाहिँ म त्यो गएर लिएर आउँछु अनि सो तपाईँहरूलाई म लगाएर पनि देखाउँछु कस्तो देखेको छ भनेर होइन। अनि मैले के किनेँ म तपाईँहरूलाई चाहिँ देखाउँछु है त। ओके, रेडी। अनि भिडियो हेर्नुभन्दा अगाडि चाहिँ मेरो च्यानललाई चाहिँ लाइक सेयर एन्ड सब्सक्राइब चाहिँ गर्न नबिर्सिनु होला। पहिला म तपाईँहरूलाई मेरो कुर्ता देखाउँछु जस मैले किनेको लुगा। वाउ, यो चाहिँ मेरो कुर्ता हो दसैँको लागि होइन। हेर्न सक्नुहुन्छ कस्तो राम्रो छ। या मलाई मन परेको। चल्न त पहिला पनि चलेको थियो तर चलिसकेको थियो त्यही पनि मलाई लगाउन मन थियो नि त्यही भएर लगाएँ। अनि यसको सल, यो कुर्ताको सल तपाईँले रेड कलरमा देख्नुभएको छ होला होइन। तर यसमा चाहिँ डिफ्रेन्ट छ है सल। सल यो रेड कलरमा प्रायः जस्तो मान्छेहरूले रेड कलरको लगाएको थियो नि त। अनि त्यही भएर चाहिँ मलाई चाहिँ म चाहिँ रेडको लिँदिनँ, डिफ्रेन्टै लिन्छु। कुर्ता सेम भयो नि तर सल चाहिँ डिफ्रेन्टै होस् भनेर मैले चाहिँ यो नेटमा यस्तो मन पऱ्यो कि यसको सल कति लामो छ क्या। एउटा कुर्ता बनायो भने पनि बनिहाल्नु छ क्या। यही यस्तो दामी छ। अनि सुरुवाल चाहिँ सिम्पल छ जस मलाई यस्तै टाइपको कुर्ताहरू मनपर्छ सिम्पल है। हेर्नु न, अब चप्पल देखाउँछु है तपाईँहरूको। वाउ, चप्पल कस्तो राम्रो छ क्या। यो मेरो कल्चरल हाम्रो नेवारी ड्रेसमा पनि कस्तो दामी देखिन्छ यो। अनि मलाई चप्पलहरू यस्तै सिम्पलै मनपर्छ। त्यो हेभी टाइपकोहरू चाहिँ मलाई केही पनि राम्रो लाग्दैन। अनि त्यही भएर मैले यस्तो खालको लिएँ। राम्रो छ है। अब तपाईँलाई म मेरो झुम्का देखाउँछु है। झुम्का यस्तो दामी छ नि, यस्तो दामी छ झुम्का है। सो ब्युटिफुल। हेर्नु त, ट्यान ट्यान। वाउ, सो ब्युटिफुल इयरिङ। सिम्पल छ क्या, यस्तो हेभी छैन यो इयरिङ, एकदम सिम्पल छ। मलाई यस्तो राम्रो लागेको हो कि यो चाहिँ मेरो दिदीले मलाई गिफ्ट दिनुभएको होइन। मलाई थाहा पनि थिएन, यो आज पठाइदिनु भएको थियो। अनि त्यही भएर मैले तपाईँहरूलाई पनि सेयर गरिहालेँ यो झुम्का। दिस इज सो ब्युटिफुल। अब गिफ्ट यसको प्राइस कति हो मलाई थाहा भएन, दिदीले मलाई गिफ्ट दिनुभएको हो। मसँग अरू इयरिङहरू पनि छ यहाँ, यत्रो धेरै इयरिङहरू छ मसँग। अनि झुम्काहरू पनि छ। यो सबै म तपाईँहरूलाई देखाउँछु है। एउटा त यो भइहाल्यो, मैले तपाईँलाई भर्खर देखाएँ तपाईँहरूलाई। अनि अर्को हेर्नु न, यो पिन्जडामा सो ब्युटिफुल। हेर्नु नजिकबाट देखाइदिन्छु। यो उल्टो गरेर राखेको छु मैले, कस्तो मजाले बजेको है यो एउटा। वाह, यो पनि राम्रो छ है, पनि राम्रो छ। यो हेर्दाखेरि चाहिँ कस्तो भारी जस्तो लागिरहेको होला तपाईँहरूलाई होइन। तर यो हेभी छैन क्या, यो हेभी चाहिँ छैन, यो हल्कै छ। यस्तो राम्रो छ कि यो, यस्तो राम्रो छ। हेर्नु न यस्तो राम्रो छ। यिनीहरू चाहिँ म दसैँमा लाउँछु। अनि अहिले चाहिँ म लाएर देखाउन सक्दिनँ, म दसैँमा लाउँछु अनि तपाईँलाई देखाउनु। कस्तो राम्रो छ यो चुरा झुम्कावाला। आई लभ इट। यहाँ डन्डी फुटाएर फेरि अब मैले भिडियो एन्ड गर्नुपर्ने हुन्छ किनभने मैले यति मात्रै देखाउनको लागि चाहिँ मैले यो भिडियो बनाएको थिएँ। अनि थ्याङ्क यू फर वाचिङ माई भिडियो। अनि लाइक कमेन्ट सेयर सब्सक्राइब गर्नु नबिर्सिनु होला, यति नै भन्न चाहन्छु। अनि अब दसैँहरूको भ्लग पनि आउँदै गर्छ, तपाईँले हेर्दै गर्नु होला अनि माया देखाउँदै जानु होला। थ्याङ्क यू, बाई बाई एन्ड लभ यू गाइज।